लासलाईसम्म नछोड्ने गरेर जुन तपाईँ व्यक्तिगत फाइदाका लागि सुन तान्ने जस्ता गतिविधि भएका छन् त्यो गृहमन्त्रीलाई अहिले तत्कालै मैले अपिल गरेको छु कि कारबाही गर्नु। जहाँ जहाँ त्यो भिडियोमा देखिन्छ जसले त्यो गतिविधि गरेका छ तिनीहरूलाई कारबाही गर्नु, किनभने हामी नेपालीहरूको इमेज अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गर्नुपर्ने कारण छैन। र अनि अर्को एउटा कुरो के छ भने अहिले हिमताल फुट्यो भन्ने भयो र फेरि पनि हिमताल फुट्छन्, किनकि हामी हिमाली र हिमनदीबाट सिर्जित भएको ठाउँमा हाम्रो बसोबास हो नेपाल। चाहे कर्णाली नदीको कुरा गर्नुहोस्, चाहे तपाईँको भेरीको कुरा गर्नुहोस्, चाहे तपाईँको गण्डकीको कुरा, चाहे तपाईँ भोटेकोसीको कुरा, नारायणीको कुरा, कोशीको कुरा, अरुणको कुरा, चाहे नेपालमा जति पनि नदीहरू छन् यिनीहरूको मुहान भनेकै हिमतालहरू र हिमालय श्रृङ्खला हो। र यो हिमतालहरू फुट्ने क्रम जारी छ। यहाँभन्दा अगाडि पनि दोलखामा हिमताल फुटेको इतिहास छ, त्यसले पनि ठुलो धनजनको क्षति गरेको छ। तर त्यसको हामीले अनुसन्धान गर्न सकेनौँ, त्यसको अनुगमन गर्न सकेनौँ। नेपालको सरकारी कुनै निकाय भएन। अब उपरान्त यस्तो नहोस् भनेर एउटा निकाय गठन गर्ने र त्यो निकायले चाहिँ हिमतालको अध्ययन र अनुसन्धान गर्ने, त्यो प्रक्रिया अगाडि थालनी गर्ने भन्ने यो विषयवस्तु उठाएका छौँ। र अनि अर्को चाहिँ अब अहिले हामीले संसदीय समिति बनाउने हो, किनभने यसलाई सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनका लागि संसदीय समिति बनाउने र त्यो समिति मार्फत हामीले कहाँ कसरी काम गर्ने त्यो व्यवस्था गर्ने। र अहिले पनि म अपिल गर्न चाहन्छु कुनै पनि राजनीतिक दलका नेताहरू चाहिँ त्यहाँ नगइदिनु होला भन्ने अपिल छ। बरु के सहयोग गर्न सकिन्छ ठाउँ ठाउँबाट सहयोग गरौँ, अपिल गरौँ, सरकारलाई सहयोग गरौँ त्यतिखेर। र अनि भिडभाड चाहिँ कम गरौँ त्यो ठाउँमा। र अनि अर्को चाहिँ अहिले भौतिक संरचनाहरू बनाउनु पर्यो, जस्तै अब त्यो काठे पुलहरू, झुलङ्गे पुलहरू, ट्रस ब्रिजहरू ओहोरदोहोर गर्नु पर्यो, सामान लिन गाह्रो भइराखेको छ। र अहिले पनि भोटेको त्यो त्रिशुलीमा तपाईँको त्रिशुलीको जुन तपाईँको त्यो अहिले पनि त्यो हाकु 216 जुन तपाईँको जेबी भन्ने सुरुङभित्र अहिले पनि 300 जनाभन्दा बढी मान्छेहरू त्यहाँभित्र छन् भन्ने भएको छ। त्यसका लागि बिहान सशस्त्र प्रहरीको हेलिकप्टर गइसकेको छ र अहिले पनि मैले गृहमन्त्रीलाई त्यो गरौँ भनिराखेको छु। गृहमन्त्रीले अहिले पनि फेरि निर्देशन गर्नुभएको छ र त्यहाँबाट हामीले जीवित मान्छेहरूलाई उद्धार गर्नुपर्ने देखिन्छ। सहमति भएर सिग्नेचर भइसकेको छ र यो चाहिँ के भनेपछि जस्तो अब हामीले एकैबद्धता गर्नका लागि र हामी सबै एकजुट बन्नका लागि र यहाँ कुनै दल, मैले अहिले पनि भने कुनै दल पनि छैन, कुनै पार्टी पनि छैन, कुनै सङ्गठन पनि छैन, सिर्फ नेपाल छ, हामी नेपाली छौँ। र यहीमा भिडियो मार्फत पनि भन्न चाहन्छु संसारभरि रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो अपिल छ, प्रधानमन्त्री राहत कोषमा तपाईँले जति सकिन्छ त्यति सहयोग गरिदिनका लागि पनि अपिल गर्न चाहन्छु। र भौतिक रूपमा उपस्थित हुन सक्ने साथीहरू भौतिक रूपमा उपस्थित हौँ, आर्थिक सहयोग गर्नेले आर्थिक सहयोग गरौँ। र सञ्चार क्षेत्रलाई पनि मेरो अपिल छ, सञ्चार क्षेत्रले पनि गलत सूचना चाहिँ प्रवाह नगरिदिनु भने, सत्य र सही सूचना प्रवाह गर्नुभयो भने मान्छेको जीवनमा छ। हिजो भोटेकोसीमा आएको भिडियो एकजना मान्छेले त्यो भोटेकोसीमा तपाईँको टिमुरे बजारभन्दा माथिबाट त्यो भिडियो प्रसारण नगरेको भए आज यहाँभन्दा बढी धनजनको क्षति हुन सक्थ्यो। एउटा सूचनाले हजारौँ मान्छेको जीवन बाँच्छ। र अर्को चाहिँ के छ भने नेपालभरि रहेका दाजुभाइ